सबैजनालाई नमस्कार। मैले योभन्दा पहिलेको भिडियोमा सिम्पल प्रेजेन्ट र प्रेजेन्ट कन्टिन्युअस टेन्सको बारेमा बताइसकेको छु। आज म तपाईहरुलाई प्रेजेन्ट पर्फेक्ट टेन्सको बारेमा बताउन गइरहेको छु। यो टेन्सले एउटा यस्तो कार्य वा घटना देखाउँछ जुन भूतकालमा हुन्छ तर यसको सम्बन्ध वर्तमानसँग हुन्छ। जस्तो कि I have eaten rice. I have eaten rice. यो भनेको मैले पास्टमा खाना खाएको छु, केही घण्टा अगाडि खाएको छु, तर यसको इफेक्ट, यसको असर अहिले पनि छ अथवा मलाई भोक लागेको छैन। यो अवस्थामा हामी प्रेजेन्ट पर्फेक्ट टेन्सको प्रयोग गर्दछौँ। यहाँ इक्जाम्पलहरू दिएको छन्। He has completed his homework. She has passed an exam. Robin has answered. It has given signal. I have eaten breakfast. We have already done. You or they have enjoyed. यो जुन हाइलाइटेड भर्बहरू छ यी भर्बहरूले प्रेजेन्ट पर्फेक्ट टेन्सलाई जनाउँदछ। अब रुलहरू यहाँ दिएको छ। he has, he, she, it र सिंगुलर नाउन सित has को युज हुन्छ भने त्यसपछि V3 को प्रयोग गरिन्छ। त्यसैगरी I, we, you, they र प्लुरल नाउन सित have को युज हुन्छ भने त्यसपछि V3 को प्रयोग गरिन्छ है त। नोट: नेगेटिभ सेन्टेन्स बनाउँदा has र have को पछाडि नोट थप्ने। जस्तो कि he has completed his homework। म नेगेटिभ बनाउँछु he has not, यहाँ नोट थप्ने he has not completed his homework है त। अब जस्तै यी शब्दहरू आएमा अलरेडी, एट, जस्ट, रिसेन्टली, इभर जस्ता शब्दहरू आयो भने यो टेन्सको प्रयोग गरिन्छ। यहाँलाई भिडियो कस्तो लाग्दैछ कृपया प्रतिक्रिया दिनुहोला। यो च्यानललाई लाइक, सब्स्क्राइब गर्नुहोला। आगामी दिनहरूमा म अर्को भिडियोका साथ आउनेछु। सबैलाई फेरि पनि थ्याङ्क यू।